हालतमा आएको छु हैन। अनि यता देख्न सक्नुहुन्छ मेरो बुढा कुन हालतमा आउनुभएको। गुड मर्निङ एभ्रिवान सबैजनालाई हैन। हजुर के गर्दै हुनुहुन्छ? तर आज चाहिँ म अनि यता मेरो बुढा हुनुहुन्छ, हामी दुईजना कोदो टिप्न आएको छौँ हैन साथीहरू। कोदो टिप्ने टाइम भइसक्यो नि त गाउँतिर। अनि यहाँ भर्खर टिपेको साथीहरू धेरै टिपेको छ नि, यहाँ थोरै छ अनि यहाँ थोरै टिपेको छ साथीहरू। अनि यहाँ मेरो बुढालाई तपाईहरुले हेर्न सक्नुहुन्छ साथीहरू। हेलो हजुर नमस्ते, हम कुछ नहीं समझते। नमस्ते, हम कुछ नहीं समझते। नमस्ते, हम कुछ नहीं समझते अरे साथीहरू हैन। अनि मेरो बुढा चाहिँ के भने नि, यहाँ कोदो टिप्न आउनु भएको अरे, हातमा खुर्पा र कोदो छ। तर गेटअप हेर्न सक्नुहुन्छ साथीहरू, कुनै कन्सर्ट कुनै म त निशब्द भए साथीहरू। नो वर्ड म कमेन्ट गर्नु जानिनँ साथीहरू, केही पनि कमेन्ट गर्नु जानिनँ। यता मलाई देख्न सक्नुहुन्छ म कुन हालतमा आएको छु हैन। अनि यता देख्न सक्नुहुन्छ मेरो बुढा कुन हालतमा आउनुभएको छ। ये स्टाइल है बापू, ये खानदानी हमारे पैदाइशी स्टाइल है। राम 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 साथीहरू। मेरो बुढामा त साथी यतिको चञ्चले छुचा छ कि क्या हो। कि अरूको पनि यस्तै हो साथीहरू। कोदो बारीमा आएर चस्मा ढल्काएर राम 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 राम। तर डिजर्भ गर्नुपर्छ साथीहरू यतिको पनि हैन। हाम्रो कोदो बारी चाहिँ यता छ, कोदो पाकेर अनि यता हरियाली हाम्रा किस्मत हो कि तिम्रो राम्रो किस्मतमा चस्मा लगाएर कोदो टिप्ने बुढा पाछ। भुल्नु नि के गर्थ्यौ? के बोल्नुहुन्छ भन्नु सुनेन। फुल सयपत्री फुल। अनि यता हामीले अस्ति नै रोपेको थियौँ नि साथीहरू, दुःख गरेर यो बोरी भन्दै रोपेको थियौँ साथीहरू। मेरो फेभरेट बोरी भनेर यहाँ फलेर यत्रो भइसक्यो यो साथीहरू। मेरो बुढा चाहिँ यहाँ के गर्नु हुँदैछ भने कोदो टिप्दै हुनुहुन्छ, तर उहाँलाई डिजर्भ गर्दैन अरे कोदो टिप्नु, किनभने उहाँको लुक्स कस्तो छ हेरौँ त साथीहरू। कस्तो डिजर्भ नगर्ने हो त, अब के गर्ने यार। कोदो टिप्न आउँदा पनि यतिको चर्को नक्कल गरेर चस्मा लिएर आउनु पर्दो रहेछ हो साथीहरू। यो सनग्लासेस हो। राम राम के ग्लासेस अरे? सनग्लास खोरौँ त खोइ। त्यो प्रोटेक्सनको लागि हो। हुन्छ प्रोटेक्सनको लागि भने त डिजर्भ गर्दैन भन्नु हुँदैन त नि साथीहरू। जिन्दगीमा होइन यतिको बुढा चाहिँ पाउनुपर्छ। यतिको बुढा यतिको बुढा चाहिँ म पनि डिजर्भ गर्छु। कोदो टिप्न आउँदाखेरि हातमा कोदो र खुर्पा छ। अनि यता मान्छे भने यता ह्यान्डसम परेर नक्कल चिरीच्याट्टा पारेर हो कहाँ सकिन्छ त नि। तेरी जमाना कहाँ पुगिसकेछ। नक्कले झिल्के पातर के बुढा एउटा कुरा राम्रोसँग सुन्ने। आफ्नो बुढी हुँदा तरुनीले आँखा लाउने राईको छोरी भने थाहा छैन? फेरि रेटीलाई नि घाँटी साटी अलिक होस गर्नु। तरुनीले आँखा लाउने कि नलाउने? घरमा बुढी छ कि छैन? टिकटकमा राम्रो केटी हेर्ने कि नहेर्ने? फेसबुकतिर लाइक कमेन्ट गर्ने कि नगर्ने? बुढीलाई कमेन्ट गर्ने कि नगर्ने? ट्याग गर्ने कि नगर्ने? बुढीको भिडियो हाल्ने कि नहाल्ने? सिङ्गल बन्नु खोज्ने कि नखोज्ने? राइनीको छोरी होस् गर्ने, विचार पुऱ्याउने, अलिकति केही काम गर्नुभन्दा अगाडि। Oh no!